केदारनाथ प्रति तिमी नै त थियौ बलियो खम्बा विद्यालय खोल्ने अभिभारा लिएका थियौ। तिमी नै त थियौ बलियो खम्बा विद्यालय खोल्ने अभिभारा लिएका थियौ र त 17 वर्षीय अल्लारे जोवन बिताउन नपाउँदै डन्डी बियो र फुटबल खेल्न छोडेर अभिभावक पो भइसकेका रहेछौ र साहसिला आमा पनि बनाइसकेका रहेछौ। शिक्षित नारीले नै घर शिक्षित तुल्याउने, शिक्षित घरले राष्ट्र शिक्षित तुल्याउने, शिक्षित नारीले नै घर शिक्षित तुल्याउने, शिक्षित घरले राष्ट्र शिक्षित तुल्याउने भन्ने अन्तरात्माको बोलीलाई साबित पारिसकेका रहेछौ। राम्रो काम गर्न कहाँ धेरै उमेर चाहिन्छ र छोटै उमेरमा संसार त्यागिसकेका रहेछौ। सधैँ सबैको मन मस्तिष्कमा बस्ने भएर पो गइसकेका रहेछौ। आकाशको तारा भइसकेका रहेछौ, आकाशको तारा भइसकेका रहेछौ।